अतीतका पानाहरू, अतीतका पानाहरू। ए लक्ष्मी, कहाँ पुगेर आयो? त्यहाँ तल काकीकोमा पुगेर आएको दिदी। अनि साँच्ची तिमीले त्यो खड्काहरूको सबै खेत ल्याउने नि हो? पैसाको साह्रो खाँचो पर्यो, त्यो खेत बेचौँ भनेको कसैले पनि किनेनन्। अनि तिमीलाई गुहार्न आएको लक्ष्मी भनेर भनिन्। मलाई त माया लाग्यो दिदी, त्यही भएर किनिदिए। अनि कागजपत्र त पछि गरिदिन्छु भनेका छन् दिदी। मैले पनि गाउँठाउँको मान्छे बेमानी गर्दैनन् होला भनेर सबै पैसा दिएँ। ठिकै गर्यौ, आखिर गाउँठाउँकै मान्छे हुन्, बेमान पनि के गरिहाल्लान् र। त्यस्तो आपद परेको बेलामा तिमीले सहयोग गर्यौ, त्यही ठुलो कुरा हो। होइन भने तिनको त्यो जग्गालाई त्यत्रो पैसा हालेर कसले किन्थ्यो र? अनि वस्तु फुकाउनु भयो दिदी? फुकाएँ, तल पाखामा चर्नु छोडेर आएको। तिम्रो पनि लाने होइन? हो दिदी, अब गएर फुकाउँछु। अलि त फर्किन फुपू। फुपू हजुर, त्यो हाम्रो खेत थियो नि माथिको, त्योसँग जोडेको त्यो खड्काको खेत त लक्ष्मीले किनिछिन् नि। के भन्छ यो? किनि नै सकिन् रे? किनि सकिन्। यो खेत त हामीले नै किन्नु पर्थ्यो भदै। मैले बुढोलाई सम्झाएको थिएँ, आखिर माइले लक्ष्मी दिदीले उम्काइन होइन? हाम्रो लोग्ने मान्छे त के हेर, त्यो जग्गा जसरी भए पनि हाम्रो हातमा गराउनै पर्छ। अब कसरी गराउने? उसले पैसा तिरेर किनिसकिन्। हेर भदै, हाम्रो बुढाहरू हाम्रै साथमा छन्, हामीले जे भनेको त्यही मानिहाल्छन्। अब लक्ष्मी दिदीको बुढा लक्ष्मी दिदीको हातमा छैन, सासु ससुरा हामीले जे भने त्यही मानिहाल्नुहुन्छ। पछि त सबै हाम्रै हो नि, किन चिन्ता गर्छेस्? भनेपछि त्यो लक्ष्मी दिदीले किनेको खेत हाम्रै हुन्छ होइन त फुपू? हेर्दै जान त, खड्काको जग्गा मात्र होइन, त्यो साउकान्छको जग्गा पनि हाम्रै हुन्छ। कसरी? लक्ष्मी दिदीले आफ्नै भदै बिहे गरिदिएको होइन र? हेर्दै जान त, के हुन्छ। भाइ निदाउनु भयो कि क्या हो? छैन सर। अनि जस किन भयो त? होइन सर, म त कठामै डुबेँ। अनि बिमला तिमी? मलाई अहिले केही नसोध। अनि खाना जाने अन्त भाइ? खाना त खाइरहेको हो नि सर। अनि यस्तो कथा, यस्तो बेटा कहाँ सुन्न र कहाँ बुझ्न पाइन्छ सर? हजुर त विश्वको विकसित मुलुक अमेरिकामा बस्नुहुन्छ, सम्पन्न हुनुहुन्छ,
खान लाउनलाई दुःखै छैन, सब ठिक छ। तर अतीतका कारण कति दुःखी हुनुहुन्छ। चाहेर पनि सकेर पनि हाँस्नु सक्नु भएन सर। हो भाइ, हामी अमेरिका बस्छौँ, सम्पन्न छौँ, त्यहाँका मान्छेहरूलाई रोजगारी पनि दिएका छौँ। हाम्रो छोरामा छोरा छन्, छोरीमा छोरी छन्, सबैले आफ्नो व्यवसाय गर्छन्। हामीलाई व्यवसायमा पनि परेको बेला सहयोग गर्छन्। श्रीमतीको साथ र माया पनि छ। बुवा पनि मसँगै हुनुहुन्छ। बाहिरबाट हेर्दा म जस्तो भाग्यमानी को होला र जस्तो देखिन्छ। तर म दुःखी छु भाइ। मलाई आमाको याद आइरहन्छ। आमाका हातका फोकाहरू फुटेर चराएको अनुहार, अनि यी खेतबारीमा आमाले बगाउनु भएको पसिना र रगतका थोपाहरू, सबै आफन्तहरूको हेपाइले पिल्सिएको त्यो अनुहार, आफ्नै लोग्नेको साथ नपाएर मक्किएको त्यो शरीर, सिर्फ छोराछोरीको मायाले मात्रै टेकाए जस्तो लाग्थ्यो। त्यो अनुहार, त्यो मेरो आमाको आकृति सधैँ मेरो आँखामा घुमिरहन्छ भाइ। सर त महान हुनुहुन्छ। मैले त साक्षात् भगवानै भेटे जस्तो भयो। सर त भगवानै हुनुहुन्छ। हो भाइ, तपाईँ त ठिक भन्नुभयो। उहाँ त देउतै हुनुहुँदो रहेछ। मैले त उहाँलाई बल्ल चिने। म मान्छे हुँ, मान्छे नै रहन दिनुहोस्। म मान्छे भएर मान्छेको कर्तव्य निभाउन सकौँ। होइन सर, आजभोलिका केही सन्तानहरू आफ्ना आमा बाउलाई बोझ ठान्छन्, साथमा राख्न लाज मान्छन्, अनि विलासमा लगेर फ्यालिदिन्छन्। हो भाइ, कुन चाहिँ आमा बाबु होलान् जो आफ्नो छोराछोरीको लागि दुःख गर्दैन। तर तपाईँले भने जस्तो छोराछोरी पनि हुन्छ जो कहिल्यै बाबुआमाको दुःख देख्दैन। फेरि यस्ता छोराछोरीहरूले कहिल्यै सुख पाउँदैन। यो त कुमालेको चक्र जस्तै हो। यही नै सत्य हो। होइन, तिमीलाई यस्तो कुरा गर्न नि आउँछ? मलाई त लाग्थ्यो तिमी एउटा असल पिता हौ, असल पति हौ, अनि एउटा सफल व्यापारी। म त गल्तीमा रहेछु। आहा, आज कस्तो आनन्दको दिन। हजुर जस्तो पेसेन्जर पायो। कहिले त यस्तो झुर हुन्छ नि सर, यस्तो पेसेन्जर पाउँछ कतिखेर यात्रा सकेर घर जाउँ जस्तो हुन्छ। अनि साँच्चै सर, त्यो लक्ष्मी आमालाई किन्नुभएको खेत चाहिँ के भयो? के हुनु, काका काकीहरूले छलछाम गरेर सबै खोज्नुभयो। आमा पनि निरीह केही गर्न नसक्ने, कसैको साथ थिएन। बुवाले पनि साथ दिनु भएन। बुवा आमा बुवाहरूले भनेपछि त्यतै हो भनेर लाग्नुहुन्थ्यो। सबै लगे। सबैले लगे है आमाको पसिना। आमाको मात्रै होइन, मेरो हजुरबाको भतिजो मेरो काकाको पनि सबै सम्पत्ति खाइदिए। यसको अर्कै कथा छ। मेरो आमाले आफ्नै बहिनी बिहा गरिदिनु। गाउँलेहरूले भड्काएर तिनीहरूलाई छुटाइदिए र गाउँलेहरूले सबै सम्पत्ति खाइदिए। मेरो काका साउ कान्छा पनि साह्रै सोझो मान्छे थिए। त्यसपछि के भयो मलाई पनि त्यति हेक्का भएन। समय बित्दै गयो, हामी पनि ठुलो हुँदै गयौँ। एक दिनको कुरा हो। हेर्नुहोस् त दिदी, आखिरीमा त्यो लक्ष्मीबाट तिनीहरूले जग्गा लिएरै छाडेछन् नि। लिएको होइन, लुटेको भन न, लुटेको डाकाहरू। सबैलाई थाहा छ लक्ष्मीले त्यो जग्गा खनखन्ती पैसा दिएर लिएको भन्ने। अब खड्गाहरू आफैले भन्दैछन् त यो जग्गा हामीले लक्ष्मीलाई बेचेकै हो भनेर। हुन त हो नि, तर के गर्नु दिदी, जालीहरूसँग कसैको केही नलाग्दो रहेछ। राम पनि साह्रै सोझो। अब बाबामा भाइहरूले भनेको केही काट्न नसक्ने, जे भने पनि हुन्छ हुन्छ भन्ने, केही बोल्न नसक्ने। अब त्यो लक्ष्मी एउटाले के चाहिँ गरोस्? बच्चाहरू पनि सानै छन्। लक्ष्मीलाई त उठे भाषै लाउनु खोजेका छन् दिदी। त्यो लक्ष्मी पनि उस्तै छ के, सर गरेर बस्नु नि गुरुक्क, मान्दिनँ। अब कसरी भुत्त घर छोडेर हिँड्नुहोस् त? यिनीहरूले खोजेको नै त्यही हो। कतिखेर लक्ष्मीले घर छोडेर हिँड्छे, अनि रामको सम्पत्ति सबै आफ्नो पारौँला भनेर खोज्या छ। नसकिने रहेछ दिदी, नसकिने रहेछ ती कालो मन हुनेहरूसँग त। अब पहिला हेर न,
लक्ष्मी हुँदाखेरि त्यो घरको रौनकै कस्तो थियो। अहिले हेर त फुङ्ग उडेको लच्छी नै हराएको जस्तो उजाड उजाड लाग्दैन तिमीलाई? हो दिदी, तपाईँलाई पनि मलाई लाग्यो जस्तै लाग्यो रहेछ। मलाई पनि त्यो घर हेर्दा कस्तो कस्तो नरमाइलो, केही हरा जस्तो, नपुग्या जस्तो। तपाईँले त ठ्याक्कै भन्नुभयो। यो हामीलाई मात्रै हो कि अरूलाई नि यस्तै लाग्दो होला कि? लाग्दो होला नि दिदी, किन नलाग्नु र? यहाँ पनि छैन। थियो ओहो, यहाँ पनि छैन, यहाँ पनि छैन। पक्का पनि चोरी भयो जस्तो छ। ए रामेकी आमा, रामेकी आमा। हजुर, किन बोलाउनु भयो? हेर न, मैले यहाँ 2000 चाँदीको सिक्का राखेको थिएँ, अहिले खोज्दाखेरि भेटिनँ। तैँले राखेको छ कि भनेर नि। राम 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 राम, यत्रो पैसा कहाँ देख्नु? कतै राखेर बिर्सिनु भयो कि? सम्झिनुहोस् न। मैले बिर्सिया छैन भने यहीँ राखेकै हो। त्यत्रो सिक्का म त बर्बाद भइहालेँ नि। होइन, को पस्यो होला त हाम्रो कोठामा? यसरी जो पायो त्यही त पस्नु नपर्ने हो। अब चोरले तेरो कोठामा पसेर चोर छु भनेर भन्छ त? मलाई त डुबाए। त्यत्रो सम्पत्ति, त्यत्रो दुःख गरेर कमाएको सम्पत्ति। यो बाहिरको मान्छेको कामै होइन, यो घरभित्रैको मान्छेको काम हो। यो तपाईँले छोरा बुहारीलाई चिन्नु भएको छँदैछ। अब उनीहरूकै कारण आज हाम्रो यो अवस्था आएको छ। तिमीहरूले देख्यौ भनेर सोधौँ भने ए हामीलाई चोरदोष लाग्यो भनेर हामीलाई नै घरबाट निकाला बास लाउलान् भन्ने पिर छ। के गर्नु त, म त खत्तम भएँ। अब कसलाई भन्ने? एकपटक राम्रोसँग हेर्नुहोस् न कतै भेटिन्छ कि? छैन, 17 पटक हेरिसकेँ, काहीँ पनि छैन। कसले चोरे होला त्यो सिक्का? जसले चोरे पनि त्यसको भरोसा नै नहोस्। काका नमस्कार। ए साइला बसौँ, आऊ। होइन के भयो काका? सन्चो छैन क्या? अनुहार त मलिन देख्छु त। खोइ के छ साइला, मनभरि औडा छ। कस्तो औडा काका? मैले त बुझिनँ नि। मेरो त सर्वस्व भयो नि साइला। सर्वस्व भयो? कस्तो सर्वस्व हो? घरमा सबैजना त ठिक छ नि? घरमा त सबैले ठिक छ, तर तर के काका? हेर न, मेरो कोठाबाट 2000 चाँदीको सिक्का कसले चोर्यो। हजुर, 2000 सिक्का? यो बाहिरको मान्छेको काम होइन काका, त्यो त घरभित्रकै मान्छेको काम हो। मलाई पनि त्यस्तै लाग्छ। घर के गर्नु भन्न सकिन्न, भन्यो कि त झगडा परिहाल्छ। पहिलेको जस्तो घर कहाँ गएर साइला? चिन्ता नलिनुहोस् काका। काका कि पुलिसलाई उजुरी दिउँ? नदिउँ साइला, नदिउँ। घरभित्रकै मान्छेको काम हो, थाहा भइहाल्यो। जानकिन झगडा गर्नु। मलाई त साइला अब डर पो लाग्नु थाल्यो। काका
म भित्रै गल्दैछु। साँच्चै तपाईँले एउटा कुरा विचार गर्नुभएको छ? के कुरा? त्यही क्या त गणेश काकाको कुरा। के भयो र? काका गल्दै जानुभएको जस्तो तपाईँलाई लागेन? त्यो त हो नि, अस्ति लड्नु भएछ। हो र? कहाँ? तल बाटोमा नि। ए घाउचोट त लागेन नि? त्यस्तो त केही लागेको छैन। बिचरा काका कमजोर हुनुभयो, बेलामा खाजा खाना पनि भएन। अब माया गर्ने बुवाले निकालिहाले बुढाले। खाना खाजा त लक्ष्मीले लुकाएर दिन्छन् रे, भोकै त राख्दिनन् तिनले। अब बुढी त कहिलेकाहीँ लक्ष्मीको घरमै जान्छन् रे। हो र? लक्ष्मीले त फेरि केही भनेन त। अब यस्तो कुरा लक्ष्मीले भन्छन् त। अनि तपाईँले चाहिँ कसरी थाहा पाउनु भयो? अब काकाले मनको बह पोख्ने भने मलाई नै हो। जब काकाको 2000 सिक्का हरायो नि, त्यस पछाडि काका गल्दै जानुभयो। गणेश काकाको त्यो सिक्का चोर्नेलाई त कहिले भन्नु हुँदैन। यही हो भाइ मेरो कथा। अनि हजुरबालाई के भयो? अनि हजुरबाको चाँदीको सिक्का भेट्यो? भेटिएन। त्यही चिन्ताले हजुरबुवा पनि बित्नुभयो। यसरी नै दिन बित्दै गए, म पनि ठुलो हुँदै गएँ, व्यापार व्यवसाय सुरु गरेँ। दिन 2 गुणा रात 4 गुणा सफल हुँदै गए। आमालाई पनि काठमाडौँमै लगियो। त्यसपछि मेरा 3 बहिनीहरू भए। सब कुरा राम्रो भयो। तर के तर? 81 आमा बिरामी पर्नुभयो। हामीले अस्पताल भर्ना गऱ्यौँ। डाक्टरले साधारण पत्थरीको रोग हो, अपरेसन गरेपछि ठिक हुन्छ भन्यो। हामीले पनि अपरेसन गरायौँ। आमाको माया हाम्रो भाग्यमा त्यति रहेनछ। डाक्टरको नेग्लिजेन्सीले कलेजी र सबै ठाउँमा क्यान्सर भएको कुरो पत्ता लाग्यो। मसँग प्रशस्त पैसा थियो। संसार घुमाए तर मैले मेरो आमालाई बचाउन सकिनँ। अनि त्यसपछि म टुटेँ। साथीहरूलाई व्यापार जिम्मा लगाएर आमाको 1 वर्षको काममा म व्यस्त भएँ। साथीहरूलाई व्यापार व्यवसाय जिम्मा लगाएको साथीहरूले सब धोका दिएर व्यापार व्यवसाय खत्तम बनाइदिए। फाइदा तिनलाई भयो होला। तिनीहरूले ऋण जति सबै मलाई बोकाइदिए। त्यसपछि म झन् टुटेँ। त्यसपछि मेरो विकल्प नभएर मैले अमेरिकाको बाटो रोज्नु पर्यो। यस्तो व्यथा पनि तिमीले कहिले भन्नौ है मलाई? त्यही समयको पर्खाइमा थिएँ। त्यसैले त तिमीलाई नेपाल जाउँ जाउँ भनेर कर भगाएर ल्याएर। सबले देख्छ हाँसेको, कसले देख्छ यो मन जलेको भने जस्तो भयो सर। हो भाइ, म फिल्म बनाउँथेँ, फिल्म खेल्थेँ, व्यापार व्यवसाय गर्थेँ। तर के गर्ने, यस्तै भयो। तर केही छैन, म फेरि नेपाल फर्केर आउँछु र मेरो अतीतको पाना फेरि पक्काउँछु।